यहाँ के भनिरहेका छ भन्दाखेरि रोबा वान्ट्स टु बाई अ हाउस इन 4 इयर टाइम होइन। टाइम कति छ भन्दाखेरि टाइम हामीलाई गिभेन छ 4 इयर। द टाइम इक्वल्स टु 4 इयर भयो। त्यसपछि सी नोज सी विल ह्याभ टु पुट डाउन 10% डिपोजिट टु बाई अ हाउस लोन वेन सी बाई द हाउस। के भन्छ भन्दाखेरि उसलाई डिपोजिट 10% गर्नुपर्छ होइन। डिपोजिट 10% गर्नुपर्छ त्यो घर किन्नलाई। सी एक्सपेक्ट्स द्याट द भ्याल्यु अफ द हाउस विल बी 10 लाख एट द्याट टाइम। सी डिसाइडेड टु इन्भेस्ट सम अफ हर सेभिङ टु मेक अप the deposit. The investment she will use return 15% interest compounded annually. What amount must she invest? अब यहाँ के भन्दैछ भने यो जुन रोबा छ होइन यसले एउटा घर किन्न खोज्दैछ अरे जसको कि 4 साल पछाडि होइन 4 सालमा जसको कि त्यो घरको भ्यालु कति हुन्छ भन्दाखेरि 10 लाख जति हुन्छ। 10 लाख मतलब 4 साल पछि त्यो घरको मूल्य कति हुन्छ भन्दाखेरि 10 लाख हुन्छ। 10 लाख 4 साल पछि भएको छ भन्दाखेरि हाम्रो त्यो घरको के भयो त्यो भनेको एमाउन्ट भयो होइन 10 लाख। त्यो भनेको एमाउन्ट भयो। त्यसपछि के भनेको छ भन्दाखेरि अनि उसले कति डिपोजिट गर्छ हरेक वर्ष उसले 10% त्यो घर जति हुन्छ नि त्यसको 10% डिपोजिट त्यसलाई डिपोजिट गर्नुपर्छ क्या हरेक वर्ष त्यसलाई त्यति डिपोजिट गर्नुपर्छ। यहाँ हेर्ने क्या यहाँ हाम्रो एमाउन्ट यति भयो होइन टोटल भयो त हाम्रो त्यो डिपोजिट कति गर्नु परेको छ 10% गर्नु परेको छ। डिपोजिट कति गर्नु परेको छ 10% गर्नु परेको छ डिपोजिट 10% अफ 10 लाख 1 2 3 1 2 3 यो भनेको हाम्रो झन्डै झन्डै 1 लाख जति भयो। बुझ्यौ। अब हामीलाई के भनेको छ वाट एमाउन्ट सी मस्ट इन्भेस्ट कति एमाउन्ट उसले इन्भेस्ट गर्नुपर्छ मतलब उसको प्रिन्सिपल हामीलाई फाइन्ड गर्न भनेको छ। अब हेर यो यसलाई हामीले एमाउन्ट मान्छौँ 1 वर्षको जुन छ अनि त्यसबाट हामीले प्रिन्सिपल निकाल्छौँ। हामीलाई के थाहा छ फर्मुला एमाउन्ट इक्वल्स टु पी इन्टु 1 प्लस रेट डिभाइड बाई 100 को पावर टी यो हो फर्मुला। अब टाइम हाम्रो कति छ 4 इयर छ रेट हाम्रो कति पर्सेन्टेज दिएको छ 15% कम्पाउन्डेड एनुअली भनिरहेको छ होइन। हामीले अब भ्यालुहरू पुट गर्ने यो एमाउन्टको ठाउँमा यो 1 लाख पुट गर्ने हामीले 1 लाख 1 2 3 4 5 प्रिन्सिपल हामीले निकाल्नु पर्ने छ प्रिन्सिपललाई पी नै राखेको 1 प्लस रेटको ठाउँमा हामीले त्यही 15% डिभाइड बाई 100 को पावर टाइम भनेको 4 इयर छ होइन। यो भनेको कति भन्दाखेरि 1 2 3 4 5 इज इक्वल्स टु पी इन्टु यो भनेको 1.15 को पावर 4 यहाँ भनेको हाम्रो पी इक्वल्स टु के हुन्छ भन्दाखेरि 1 2 3 4 5 डिभाइड बाई 1.15 को पावर 4 यो इक्वल्स टु हाम्रो झन्डा झन्डै कति आउँछ भन्दाखेरि यहाँ हाम्रो झन्डा झन्डै कति आउँछ भन्दाखेरि 57177 पोइन्ट समथिङ आउँछ त्यो भनेको हाम्रो एन्सर। ल बुझ्यौ।